भगवान की सूतजीले राजा परीक्षित जी को मुक्ति को कथालाई उहाँले प्रत्यक्ष देख्नुभयो अनि सूतजीले सुनाउनुहुन्छ कि एकचोटि नारदजी चाहिँ नारायणकोमा जानुभयो। अब यहाँबाट पुरुषोत्तम मासको कथाको वास्तविक प्रसङ्गलाई सुरु गर्नुभएको छ। सकेसम्म यहाँहरूले बुझ्ने तरिकाले र याद हुने तरिकाले म निवेदन गर्दछु। यो पुरुषोत्तम मास महात्म्यको विशेष गरेर कथा प्रसङ्गमा चाहिँ नारदजी र नारायणको संवाद मानिन्छ। उहाँहरूको प्रश्न र उहाँहरूको नारायणजीको जवाब। एकचोटि नारदजी चाहिँ नारायणको पासमा जानुभयो। फेरि नारायण भन्नाले के बुझ्नु होला भनेदेखि वैकुण्ठनाथ नारायण होइन, अभितो बद्रीनारायणमा जो नरनारायणको रूपमा भगवानको एउटा स्वरूप निवास गर्दछ, त्यो नारायणको पासमा जानुभयो सूतजी। नहीं, नारदजी जानुभयो। त्यहाँ विभिन्न प्रकारका तपस्वीहरू, सिद्धहरू, देवताहरू बद्रीनारायणमा चाहिँ त्यहाँ आउने बस्ने जाने गर्दछन्। अहिले पनि बद्रीनारायणमा गुफामा तपस्या गरेका महात्माहरू अहिले पनि देख्न सकिन्छ। अब लिएर जाने व्यक्तिले सबैतिर घुमाइदियो भनेदेखि त हो, नभएदेखि त्यति सजिलै चाहिँ फेरि हुँदैन। लैजान्छ, सिधै दर्शन गराइदिन्छ अनि त्यहाँबाट फर्काइदिन्छ। बद्रीनारायण भन्दा अगाडि जहाँबाट गङ्गाजीको प्रारम्भ भयो, आकाशबाट त्यसलाई वसुधारा भनिन्छ। झन्डै झन्डै बद्रीनारायणबाट त्यही 3-4 किलोमिटर 5 किलोमिटर जति वर्ष अगाडि त्यहाँ गङ्गाजी चाहिँ माथिबाट गङ्गे भनेर उच्चारण गर्दाखेरि त्यो आवाजले मानव थर्केर हो अथवा सहयोगले माथिबाट हर्र पानीको वर्षा नै हुन्छ क्या त्यो ठाउँमा। एकदम चिसो ठाउँ हो। त्यही बाटो भएर नै पाण्डवहरू पनि स्वर्गतिर लागेका थिए। त्यो बाटो भएर पाण्डवहरू स्वर्गतिर लागेको बाटो, त्यसलाई स्वर्गारोहण भनिन्छ। त्यो एकदम चिसो ठाउँ पनि छ। अनि त्यो नारायण भगवानको आश्रममा चाहिँ नारदजी जानुभयो। नारदजीलाई प्रणाम गर्नुभयो अनि प्रणाम गरेर भन्नुभयो, हे प्रभु, हे जगन्नाथ, हजुरलाई म प्रणाम गर्दछु। हजुरसँग एक दुईवटा कुराहरू चाहिँ यसो सोध्न मन लागेको थियो, त्यो जिज्ञासा लिएर म आएको। सत्ययुगमा चाहिँ के हुन्थ्यो भने एउटाले पाप गर्यो भने सबैलाई पाप लाग्थ्यो। जस्तो म जुन गाउँमा बस्छु त्यो गाउँमा चाहिँ मैले यदि पाप गरेँ भनेदेखि त्यो गाउँभरिका व्यक्तिहरूलाई पाप लाग्थ्यो, र मैले यदि पुण्य गरेँ भनेदेखि गाउँभरिका व्यक्तिहरूलाई चाहिँ त्यो पुण्य प्राप्त हुन्थ्यो। तर कलियुगमा आएर चाहिँ जसले पाप गर्यो त्यसैले लाग्छ, जसले पुण्य गर्यो त्यसैले लाग्छ। त्यो प्रकारको नियम चाहिँ कलियुगमा छ। त्यही हुनाले यहाँ त व्यक्ति एउटाले गरेको पाप सबैलाई लाग्ने हुँदाखेरि सबैजना सावधान हुन्थे। आफूले मात्र सुख र दुःख नपाउने हुनाले अरूले पनि सुख र दुःख पाउने हुनाले चाहिँ उनीहरूले हतपति पाप गर्दैनथे। अनि धर्म गर्दथे। धर्म गर्दा आफूले गरेको धर्मको फल अरूलाई पनि प्राप्त हुने हो। यो तरिकाको चाहिँ व्यवस्था त्यो बेलामा रहेछ। नारदजीले भन्नुभयो, हे नारायण प्रभु, यो कलियुगमा चाहिँ जसले पाप गर्यो त्यसैले पाउँछ, जसले धर्म गर्यो त्यसैले पाउँछ, अरूले पाउँदैन। कर्तलौ कर्तैव केवलम। अब व्यक्तिहरू पुण्य पापले स्थित रहेका हुन्छन्। हजुरसँग एउटा कुरो सोध्न मन लागेको छ। लोकको उपकार गर्नको लागि कथाको सार चाहिँ सुनाइदिनुहोस्, जसलाई श्रवण गर्नाले मान्छेहरू निडर हुन सक्दछन् र उनीहरूलाई केही कुराको डर हुँदैन। डरको पनि डर सबभन्दा बढी के विषयमा हुन्छ भने मृत्युको डर हुन्छ मान्छेलाई। धन सिद्धियो भने पनि धन सिद्धिन लाग्यो पनि डर त हुन्छ नै, जन सिद्धिन लाग्यो पनि डर त हुन्छ नै, पद खुस्किन लाग्यो भने पनि डर त हुन्छ नै हुन्छ।
तर सबैभन्दा ठुलो डर भनेको चाहिँ मृत्युको डर हो। मान्छे मर्न लाग्यो भने भयभरको जग्गा जमिन सम्पत्ति यदि कसैलाई दिएर अझै बाँच्न पाइन्छ भनेदेखि त्यो व्यक्तिले के गर्छ भने भयभरको जग्गा जमिनै बरु दान गरिदिन्छ, अरूलाई दिन्छ। यानि मृत्युभन्दा ठुलो डर अरू केही पनि हुन सक्दैन। त हजुरले कृपा गरेर भनिदिनुहोस्, जसले गर्दा व्यक्ति निर्भय हुन्छ, डर लाग्दैन, यस्ता खालका कुन उपाय हुन सक्दछ? मृत्यु पनि भगवानको स्वरूप नै सम्झिन बाध्य हुन्छ, यो उपाय हजुरले भनिदिनुहोस् भनेपछि भगवान नारायणले भगवान श्रीकृष्णलाई प्रणाम गर्नुभयो र प्रार्थना गर्दै भन्नुहुन्छ, गोपाङ्गना वदन पंकज षट् पदस्य रासेश्वरस्य रसिकाभरणस्य पुंस वृन्दावने विहरतो ब्रजभूरादे पुण्याम कथाम भगवता शृणुनारदत्तम। भगवान श्री कृष्ण को चरण कमल में म बारंबार प्रणाम गर्दछु। हे नारद मुनि, भगवान को चरित्रलाई तिमी पनि जान्दछौ, तै पनि सुन। आज म एउटा नयाँ कथा सुनाउन जाँदैछु। त्यो कथा के भने पुरुषोत्तम महात्मालाई म सुनाउँछु, जसले दरिद्रता नाश गर्दछ, असमयमा विधवा हुने, श्रीमानको मृत्यु हुने यस्ता दोषहरू जो हुन्छ त्यसलाई नाश गर्दछ। विवाहित दम्पतिका राम्रा सन्तान हुन्छन् र अन्तिममा मोक्ष पनि मिल्ने खालको यस्तो चाहिँ पुरुषोत्तमको म कथा सुनाउँछु। नारदजीले भन्नुभयो, पुरुषोत्तम भनेको कसको कुरा गर्नुभएको? भगवान नारायणको, भगवान श्री कृष्णको, अथवा कुनै विशेष पुरुषमा उत्तम कुनै व्यक्तिको हो कि भनेर नारदजीले सोध्नुभयो। नारदजीको यो कुरालाई सुनेर नारायण भगवान एकछिन धैर्य धारण गरेर भगवानमा मन लगाएर उहाँले भन्नुभयो, पुरुषोत्तम भनेको महिनाको नाम हो नारद, त्यसको स्वामी नै पुरुषोत्तम भगवान श्री कृष्ण भएको कारणले गर्दा त्यो महिनाको नाम पुरुषोत्तम महिना भनेर रहन गएको। अनि गुरुजी, मैले त एउटा कुरो के सुने बुझिन भने चैत वैशाख जेठ असार यी महिनाहरू त मलाई राम्रोसँग थाहा छ। चैत महिना वैशाख महिनाका देवी देवताहरू को हुन् यो पनि थाहा छ। तर यो चैतदेखि लिएर चैत वैशाख गर्दै फागुनसम्म हामी वैशाखदेखि लिएर चैतसम्म भन्छौँ। यहाँ त पुरुषोत्तम भन्ने महिना त मैले केही पनि सुनेको छैन। अनि यो पुरुषोत्तम भन्ने महिना चाहिँ कहाँबाट आयो? यसरी सोद्धाखेरि नारदजीले सोध्नु भइसकेपछि नारायण भगवानले भन्नुभयो, यो अधिक मास भनिन्छ यसलाई। र यो अधिक मास चाहिँ एकचोटि के भयो भने विभिन्न समयहरू जो हुन्छ 365 दिन, कहिले 360 दिनको वर्ष हुन्छ हैन। यसरी 360 दिन 365 दिन तिथि घडी पला नक्षत्रहरूको केही न केही अवशेषहरू मिल्दै गएर यो संक्रान्तिदेखि रहित भएको कृष्ण पक्ष र शुक्ल पक्ष यो दुईटा मिलेर चाहिँ एक महिना बढी देखिन्छ। यो हरेक 3 वर्षमा मोटामोटी 3 वर्षमा चाहिँ यो प्रकारको देखिन्छ। यसरी सबै संक्रान्तिदेखि रहित भएको यो महिनालाई देखेर अनि त्यो अधिमास प्रकट भयो। प्रकट भइसकेपछि अब उसले सबैले तेरो स्वामी को हो, तेरो नाम के हो, त कहाँ बस्छस्, तेरो ठेगाना के हो, यी आदि कुरा सबै सोध्दा पुरुष त्यो अधिमास, त्यसको नाम अधिक मास हो। अधिक मासले चाहिँ भन्न सकेन। सबैले भने ए हाम्रै समयहरूबाट नै निक्लेको त मलमास पो रहेछस् त, मल रहेछस् त मलमास होस् भनेर त्यसलाई निन्दा गर्न थाले। सबै तर्फबाट यसरी निन्दा गरिएको देखेर अधिमास एकदम रुन थाल्यो। अब कसलाई गएर भनौं, के गरौं, कसलाई सुनाऊ, यस्तो प्रकारले पीडा भइरहेको अधिक मासलाई थियो। यस्तो पीडाहरूको
पीडाहरूले अत्यन्त दुखी भएर अब मैले के गर्दा उचित होला भन्ने खालको चाहिँ यो खालको उसलाई आभास भएको यो प्रसङ्गलाई श्रवण गराउनु भएको छ। गोविन्द भगवान की जय। यो प्रसङ्गलाई नारायण भगवानले नारदजीलाई एउटा अर्को प्रसङ्ग जोडेर पनि सुनाउनु भयो। एकचोटि के भएछ भनेदेखि भगवान श्रीकृष्ण धेरै भयो पाण्डवहरूलाई नभेटेको, पाण्डवहरूसँग पनि भेटघाट गर्नु पर्यो भनेर पाण्डवहरूलाई भेटघाट गर्न भनेर वनवास गएका पाण्डवहरूको समीपमा भगवान श्रीकृष्ण जानुभयो। त्यहाँ गइसकेपछि पाण्डवहरूले काम्यक वनमा पुगेपछि पाण्डवहरूले स्वागत गरे, भगवानलाई सत्कार गरे। अनि पाण्डवहरूले को दुःखलाई यसो भगवानले सम्झिँदै जानुभयो। पाण्डवहरूलाई सोध्नुभयो तिमीहरूको दुःख के छ भने प्रभु हजुरलाई के भन्नु, हामीहरू यति ठुलो बलवान हुँदा हुँदै पनि आज दुर्योधन जस्ता दुष्टले ल्याएर हामीलाई जङ्गलमा बस्नको लागि बाध्य पारिदिएको छ। कहिले यो समय बित्ला, कहिले सुखका दिन आउला, यो चाहिँ बडा पीडाको कुरा भइरहेछ प्रभु भनेर भगवान कृष्णलाई निवेदन गरे। भगवान श्री कृष्णले पाण्डवहरूले यो दुःख पाएको देखेर द्रौपदीको चिरहरणको प्रसङ्गलाई सम्झेर पाण्डवहरूलाई बारम्बार कौरवहरूले छल गरेको देखेर अनावश्यक केही गल्ती गरेकै छैन, बार बार दुःख दिएको देखेर भगवान कृष्णलाई एकदम क्रोध आयो। चक्रे कोपम स विश्वात्मा भ्रुभङ्ग कुटिलेक्षण। भगवान श्री कृष्णलाई अत्यन्तै क्रोध आउन थाल्यो। त्यो क्रोध यति बढ्न लाग्यो, शरीर काँप्न लाग्यो, हैन, संसारै हल्लिन मानौ लाग्यो। अनि यस्तो प्रकारले जब त्यहाँ भगवान श्री कृष्णलाई क्रोध आएको देखिसकेपछि, जस्तो प्रकारले सीताको वियोगले सन्तप्त भएर समुद्रले बाटो नदिँदाखेरि भगवान श्रीरामले बाण उठाएर समुद्रलाई सुकाउन तयार हुनु भए जस्तै भगवान श्रीकृष्णले पनि यो कौरवका वंशहरूलाई म संहार गरिदिन्छु भन्ने हिसाबले उहाँलाई त्यति क्रोध आयो। आफ्नो भक्तहरूलाई कसैले अपराध गरेको, दुःख दिएको भगवानले सहन गर्नुहुन्न। भगवानको यो बानी छ। भगवानलाई बरु गाली गर्यो भने पनि केही हुँदैन, बरु भगवानलाई गाली गर्दा पनि केही भएन, भगवानलाई माने पनि केही भएन, नमाने पनि केही भएन। भगवान भन्नुहुन्छ बच्चा यो कोही बात नहीं, क्षमा गरिदिनुहुन्छ। तर भगवानको आराधना गर्ने जसले सबैलाई छोडेर मेरो नै भगवान हुन् भनेर बसेका छन्, यस्ता भक्तहरूको चाहिँ भक्तहरूलाई कसैले दुःख दिए, भक्तहरूलाई कष्ट दिए भनेदेखि भगवानलाई सहन हुँदैन। भगवान अत्यन्त क्रोधित हुनुभयो। अनि भगवानको त्यो क्रोध बढेको देखेर मानव अब यो संसारकै प्रलय हुन्छ भन्ने जस्तो लागेर अर्जुनजीले भगवानको चरणमा शिर झुकाउनु भयो, भगवानलाई प्रणाम गर्नुभयो। हे नाथ, यो के गर्दै हुनुहुन्छ? क्रोधलाई संहार गर्नुहोस्। हैन, दुर्जनले दुर्जनता गरे ठिकै छ, तर हजुर त सारा जगतको कल्याण गर्ने जगत पिता पो हुनुहुन्छ। जगतको पिता भएर समय नै नआइकन संसारको संहार गरेर त भएन नि प्रभु। सकतम स्वकृतम हन्यात् विश्वमेकापराधतः मशकान् भस्मसात् कर्तुं कोबा दहति मन्दिरम। प्रभु, कसैले पनि घरमा लामखुट्टे धेरै लाग्यो भनेर, घरमा धेरै लामखुट्टे लाग्यो भनेर लामखुट्टेको दबाई छिट्दा पनि गएन, हैन, अब जे लगाए पनि गएन। नगइसकेपछि यो लामखुट्टेलाई नमारी छोड्दिन भनेर घरमा त कसैले आगो लाउँदैन नि, हैन र? मशकान् भस्मसात् कर्तुं कोबा दहति मन्दिरम। मच्छरलाई मार्नको लागि कसैले पनि घर डढाउँदैन। तो यी हजुरको दृष्टिकोणमा यी पाण्डव कौरवहरू भनेको मच्छरको समान हुन्, लामखुट्टेका समान हुन्। अब यिनीहरूलाई दण्ड दिनको लागि सारा जगतलाई किन तपाईले दुःख दिनुहुन्छ, किन नष्ट गर्नुहुन्छ? त्यसो नगर्नुहोस् भनेर भगवानलाई प्रार्थना गरेपछि भगवान शान्त हुनुभयो। अनि भगवान कृष्णले भन्नुभयो, हेर पाण्डवहरू, तिमीहरूको दुःखले म दुःखी छु,
तर एउटा कुरा तिमीहरूलाई थाहा छैन होला। मैले चिन्तन गरेँ, मैले थाहा पाएँ, तिमीहरूले जानी नजानिकन पुरुषोत्तम महिनाको सेवन गरेनौ। यो 14 वर्षको जुन वनवास के अरे वनवास छ, यो वनवासमा यो 12 वर्षको तिमीहरूको वनवास छ, यो वनवासमा हरेक 3 वर्षमा एकचोटि पुरुषोत्तम महिना आउँछ। तिमीहरूले पुरुषोत्तम महिना आएर पनि पुरुषोत्तमको न व्रत गर्यौ। अब मैले गर भन्ने त होइन नि त, त्यो त तिमीहरूले बुझ्नुपर्ने कुरा हो। पुरुषोत्तमको उपासना नगरेको कारणले गर्दा नै अहिले तिमीहरूले दुःख पाएका हो। मैले यो कुरा बुझेको छु, सबै कुरा छ तिमीहरूसँग, तर भएर पनि केही छैन भन्ने स्थिति किन आयो भने पुरुषोत्तमको आराधना नगर्नाले, पुरुषोत्तमको व्रत नगर्नाले। पाण्डवहरूले सोधे, प्रभु यो पुरुषोत्तम भनेको खोइ कुरो बुझिएन भनेर। समयको अन्तरालमा पुरुषोत्तम नाम गरेको महिना जुन प्रकट भयो, म तिमीलाई कथा सुनाउँछु। त्यो पुरुषोत्तम के अरे नै अधिक मास प्रकट भयो। यो अधिक मास रुँदै 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 भगवान वैकुण्ठनाथमा गयो। वैकुण्ठमा गएर रुन थाल्यो, हे प्रभु हजुरले मेरो रक्षा गरिदिनुहोस्, मेरो को स्वामी हो बाटो देखाइदिनुहोस्। बारम्बार वैकुण्ठनाथ भगवानलाई प्रार्थना गरेपछि वैकुण्ठनाथ भगवानले भन्नुभयो, हेर तिम्रो दुःखलाई मैले निवारण गर्न त सक्दिनँ, तर एउटा उपाय चाहिँ गरिदिन सक्छु। दुःख हजुरले निवारण गर्नै नसक्ने हुन्छ र प्रभु, सारा जगतको पालनकर्ता नै हजुर विष्णु भएपछि अनि म पनि त हजुरका सन्तानै हुँ, अनि मेरो चाहिँ हजुरले रक्षा गर्नु पर्दैन त? उसले बारम्बार विलाप गरेर भगवान नारायणसँग, भगवान विष्णुसँग अनुरोध गरेपछि भगवान विष्णुले भन्नुभयो, तिमी पीर नगर, ठिकै छ, म अहिले तिमीलाई अरू केही गर्न त सक्दिनँ, तर म तिमीलाई चाहिँ गोलोकाधिपति भगवान श्रीकृष्णको पासमा लिएर जान्छु। उहाँले समाधान गरिदिनु भयो भने हुन्छ, नभए मबाट चाहिँ अलि नहुनी पर्यो। मेरो काम भनेको पालन गर्नु हो। तिमीलाई मैले खान दिया छँदैछ, लाउन दिया छँदैछ। अब तिम्रो नाम के हो, गोत्र के हो, तिम्रो कुल खानदान के हो, यो त मेरो जिम्मेदारीको विषय होइन। यो त ब्रह्माजीले सृष्टि गर्ने हो, विष्णुले पालन गर्ने हो, शङ्करजीले संहार गर्ने हो, मेरो जिम्मेदारी होइन। तर पनि तिमी मेरो शरणमा आएको हुनाले जाउँ गोलोकाधिपति भगवान श्रीकृष्णको पासमा भनेर। यसरी गोलोकाधिपति भगवान श्रीकृष्ण वास्तवमा योगी दुर्लभ हुनुहुन्छ। उहाँ निष्प्रिय हुनुहुन्छ, निर्विकार हुनुहुन्छ, माया जालबाट अलग्गै हुनुहुन्छ, सर्वशक्ति सम्पन्न हुनुहुन्छ। कुनै प्रकारको दुर्गुण भगवान श्रीकृष्णमा छैन, अमर हुनुहुन्छ, अविनाशी हुनुहुन्छ। लुइन उहाँको दर्शन गर्न जाउँ, उहाँले पक्कै बाटो देखाइदिनुहुन्छ भन्ने सम्झाएर अधिमासलाई लिएर भगवान विष्णु गोलोकमा प्रस्थान गर्नुभयो। गोलोकमा भगवान श्रीकृष्णको नजिकमा गएर प्रणाम गर्नुभयो। अधिमासलाई पनि ढोग भनेर लगाउनु भयो, उसले पनि ढोगिदियो। यसरी ढोगिसकेपछि आदरणीय सज्जनहरू भगवान श्रीकृष्ण भगवानलाई दुवैले ढोगेर स्तुति गरे। अनि भगवान कृष्णले भन्नुभयो, होइन तिमीले यो लिएर आउन त लिएर आएका छौ होइन, यो को व्यक्ति हो हे विष्णु, तिमीले मलाई भनिदेऊ यो अहिले यहाँ उपस्थित भएको व्यक्ति चाहिँ यो को हो भनेर सोध्नुभयो। सोधिसकेपछि विष्णु भगवानले सबै कुरा सुनाउनु भयो। प्रभु यस्तो यस्तो प्रकारले यो अधिक मासको जन्म भयो, यसको स्वामी पनि छैन, यसको वासस्थल पनि निश्चित छैन, यसलाई सबैले मलमास भनेर दुत्कारिरहेका छन्। एकदम पीडित भएर मेरो स्वामी को हो, मेरो देवता को हो, मेरो वासस्थल के हो, यो सबै कुरा भनेर पीर मानिरहेको छ। त्यो हुनाले हजुरले यदि कृपा गरिदिनु भयो भनेदेखि यसको उद्धार हुने थियो भनेर मैले हजुरको शरणमा लिएर आएको हुँ। दुःख दावा नलम तीव्रम एतदीयम निराकुरु, यसको दुःख रूपी डढेलोलाई
हजुरले नष्ट गरिदिनुहोस्। यसरी भगवान नारायणले भनिसकेपछि भगवान श्रीकृष्ण पनि प्रसन्न हुनुभयो। भगवान श्रीकृष्णले विष्णु भगवानलाई सम्झाउँदै र अधिक मासलाई पनि सान्त्वना दिँदै भन्नुहुन्छ, समीचीनं कृतं विष्णु यदत्र गतवान भवान मलमासं करीकृत्वा लोके कीर्तिमवाप्स्यसि। हे विष्णु, तपाईको कीर्ति पनि सारा जगतमा फैलिन्छ। तपाई स्वयंले नै जसलाई स्वीकार गरेर मेरो नजिकमा लिएर आउनु भएको हुनाले मैले अस्वीकार गर्ने त मेरो प्रश्नै छैन, मैले स्वीकार नै गर्छु। हजुरले नै सिफारिस गर्नु भनेको त्यो चान्चुने कुरा होइन। त्यो हुनाले आज उपरान्त अतएनं करिष्यामि सर्वोपरि यथाहम्। यसलाई म सबै महिनाहरूको राजा पनि बनाइदिन्छु र गुणले, कीर्तिले, अनुभवले, ऐश्वर्यले, पराक्रमले ल भक्तहरूलाई वरदान दिने हैसियत राख्ने यो तरिकाले जस्तो म छु त्यस्तै प्रकारले नै यो महिनालाई मलाई सबैले पुरुषोत्तम भनेर पुकारा गर्दछन्। अब मैले आफ्नो नाम पुरुषोत्तम पनि यो महिनालाई मैले प्रदान गरेँ। आज उपरान्त यसलाई मलमास होइन, यसलाई पुरुषोत्तम मास भनेर लोकमा कीर्ति चल्नेछ र पुरुषोत्तमेति यन्नाम प्रतितम लोक वेदयो। लोकमा र वेदमा यसलाई पुरुषोत्तम मास भनेर भन्ने गरिन्छ। आजदेखि म नै यसको स्वामी भए। सारा जगत यसकै नामले पवित्र पनि हुन्छ। मेरो जस्तै यसले मान पाउँछ। अरू महिनाको त्यति मान हुँदैन। यो महिनामा आएपछि भक्त सज्जनहरूले पुरुषोत्तम महिनाको आराधना गर्छन्। धूप बत्ती आरती पूजा चन्दन अक्षता फूल आदिले पूजा गर्दछन्, सम्मान गर्दछन्। जो प्राणीले यो अधिक मासमा, यो पुरुषोत्तम मासमा कुनै प्रकारको इच्छा राखेर वा नराखेर पनि पूजा गर्दछ भनेदेखि त्यसका सम्पूर्ण पापहरू, दुष्कर्महरू भस्म भएर त्यो जीव पनि ममा नै मिल्दछ। मलाई पाउनको लागि यदर्थं च महाभागा यतिनो ब्रह्मचारिणा तपस्यन्ति महात्मानो निराहार दृढव्रता फलपत्रा निराहारा काम क्रोध विवर्जिता जितेन्द्रियाश्च ते सर्वे प्रावृत काले निराश्रया सीता तपसश्चैव यतन्ते गरुडध्वज तथापि नैव मे यान्ति परमं पदमव्ययम्। फल मूल खाएर जंगलमा तपस्या गरेर ब्रह्मचारी बनेर सन्यासी बनेर महात्मा बनेर निराहार र दृढ व्रत गरेर तैपनि मलाई पाउन सक्दैनन्। बरु पुरुषोत्तमको यो व्रत गर्नाले त्यो व्यक्तिले सजिलैसँग मेरो अनुभव गर्दछ र मलाई उसले पाउँदछ। जसले यो पुरुषोत्तमको अनादर गर्दछ भने त्यसले चाहिँ जानी नजानी तरिकाले पुरुषोत्तम महिनामा यो व्रत पनि बस्दैन र अनादर गरिदिन्छ, लापरवाह गर्दछ, मतलब गर्दैन, दीपदान गर्दैन भनेदेखि यस्ता व्यक्तिहरू जति सुकै सुख भए पनि सुखी चाहिँ हुँदैन। जति सुकै धन सम्पत्तिहरू भए पनि तिनीहरू सुखी हुन पाउँदैनन्। हे पाण्डवहरू हो, जसरी तिमीहरूले सबै कुरा छ, बल छ, सारा जगतलाई जित्न सक्ने बल छ, सामर्थ्य छ, शक्ति छ तिमीहरूसँग, धन पनि छ हैन, तर पनि वनवासी भएर हिँड्नु पर्ने के भने यो पुरुषोत्तमको अनादर गरेकै कारणले गर्दा हो। पुरुषोत्तम महिनाका भक्तहरूको अपराधलाई म गन्दिन। जसले पुरुषोत्तमको उपासना गर्दछ उसले जीवनमा पाप गरेको भए पनि म त्यो पापलाई ख्याल गर्दिन। यो मेरो हो किनकि मलाई नै यसले सम्झेको छ, मेरो भक्त पुरुषोत्तमलाई यसले आराधना गरेको छ भनेर नै म बुझ्छु। त्यसको चाहिँ म गणना, त्यसको पापको म गणना गर्दैन। जसले मलमासको निन्दा गर्दछन्, पुरुषोत्तमको व्रत गर्दैनन् भनेदेखि तिनीहरूले जस्तो प्रकारले खराएको सिंह भेट्टाउन मुस्किल हो त्यस्तै प्रकारले तिनीहरूले सुख पाउन पनि मुस्किल नै हुन्छ। अधिक मासमा स्नान,
पूजा जप आदि कार्यका साथै शक्ति अनुसारको दान पनि गर्नुपर्दछ। 3 वर्षमा आउने यो पुरुषोत्तम मासलाई जसले सेवा गर्दैन, धर्मको आचरण गर्दैन भने त्यो कुम्भी पाप नरकमा गएर डुब्दछ। हे विष्णु, मैले तिमीलाई यो निवेदन जानकारी गराएँ र यो पुरुषोत्तम आजदेखि यसको देवता पनि म, स्वामी पनि म नै यो हो, यो नै म हुँ भनेर यति तिमीले बुझिदेऊ भनेर आशीर्वाद दिनुभयो। अब तिमी वैकुण्ठ जाऊ भनेर विष्णु भगवानलाई आदेश दिनुभयो। विष्णु भगवानले अधिक मासलाई लिएर वैकुण्ठतिर आउनुभयो। बोले श्री गोविन्द भगवान की, वैकुण्ठ रमण भगवान की। वैकुण्ठ भगवानले अब लिएर आउनुभयो उसलाई, अधिक मासलाई। कहाँ लगेर राख्ने त भने भगवानले स्वीकार गरेको व्यक्तिलाई कहाँ लगेर राख्नु? आफ्नै नजिकमा राख्नुभयो, वैकुण्ठमा नै पुरुषोत्तम महिना त्यही बस्यो भने उसको वासस्थल कहाँ रह्यो? वैकुण्ठ नै रह्यो। यसरी वैकुण्ठमा बसेर नै वो आनन्दित भयो र सबै महिनाहरूको राजाको रूपमा रहन लाग्यो। हे पाण्डवहरू, तिमीहरूले जानी नजानिकन यो जुन अनादर गरेका छौ यसैले दुःख पाएको हो र यति मात्रै होइन, यसको अर्को पनि एउटा कारण छ। कुन कारणले गर्दाखेरि अहिले यति दर भट्केर हिँड्नुपर्ने यो म तिमीहरूलाई जानकारी गराउँ, तिमीहरूलाई म भन्दछु भनेर द्रौपदीको पूर्व जन्मको कथा प्रसङ्गलाई उहाँले शुभारम्भ गर्नुहुन्छ। आउनुहोस् एउटा भजन गाउँ अनि त्यस पछाडि द्रौपदीको पूर्व जन्मको कथालाई हामीले श्रवण गरौँला। गोविन्द भगवान की, भक्तवत्सल भगवान की, सच्चिदानन्द भगवान की।